राइलिया ए राइलिया कहाँ जानुभयो चाम्री राइलिया भनेर त यहाँ आउनुभयो ल हेर के यहीँ छु यहीँ आतल माछा पनि के यत्रो यत्रो दाना काट्नु भयो है अब बल्ल लाउने होइन र प्याज त प्याज अब लाउने यो चाहिँ उसमा लगाएको भदौमा लगाएको प्याज हो ए मेरोमा कत्रा अचलबरी गर्नलाई गजब हुने हुन्छ कि तर फुलेछ फुल्न त यो फुलेको त बिउ हुन्थ्यो होला है बिउ त हुन्थ्यो तर अब त्यसमा फेरि अब नयाँ लाउने हो आजभोलि खानालाई यो हुन्छ गरेपछि हुने रहेछ अचल माछा लाउने बेला यत्रो गाना हुँदो रहेछन् सुगाएर फाल्नु भन्दा त यस्तै रोप्ने हुन्थ्यो खानु हुने रहेछ यति साना गाना थियो अनि त्यही रोपेको हो अचलबरी खानालाई हुने रहेछ कि आजभोलि खानालाई मलाई दिनु होला यति साग खाम्ला लैजाउली बिनेर ल ल सबैले बाँडेर खाइन त हो फुलिया त लान्न म त अलि राम्रो राम्रो द्यापा लाने हो बिनेर लैजाउँ त मैले भ्याइ छैन मैले भ्याउन नगर अब लाने भए आफै गर्ने लैजाने त